यहाँ आएपछि तेजपत्ता मात्रै होइन अर्थक पनि लानु मन लागेको थियो के गर्नु खै के हो अम्बाक पनि छ क्या अम्बाक त सकेछ यार यो चाहिँ ठ्याक्क ललितपुर जिल्लाको होइन प्युटार भन्ने ठाउँमा आइपुग्यो हामी बाटो अवस्था एकदम राम्रो छ तेजपत्ता दिदी खाइसकेको तपाईँहरूले खाए खाना खानुभयो यो खेतकै पराल हो ए बारीको यो चाहिँ प्युटार बागमती गाउँपालिका रहेछ एकदमै पहाड छ है साँच्चै गाउँघर एकदमै राम्रो छ सुनसान छ होइन बाटो चाहिँ एकदमै कालोपत्रे रहेछ यहाँ कहाँसम्म छ सिन्धुली जोड्नेसम्म छ भन्ने कुरा गरे हो रमाइलो ठाउँमा आइपुग्यो है ल एकदम राम्रो छ प्युटार अब चाहिँ हामी खानपिन पनि भइसक्यो होइन अब प्युटारबाट अब घर फर्किन्छु प्युटार बजार चाहिँ योभन्दा अलिकति माथि रहेछ सेटोल रहेछ कोदोको हो कि धानको बारी हो धान जस्तो छ यस बाटो चाहिँ ठिकै रहेछ हाम्रो गाडी चाहिँ त्यतातिर पार्किङ गरेको छु प्युटार बजार लैलै सम्झनामा आउँछौ हजार यहाँ चाहिँ भैँसीको फार्म रहेछ भैँसीको फार्ममा चाहिँ आज हामी पराल लिएर आएको है एकदम खतरा बाटो हिँड्यो आज जीवनमा पहिलोचोटि नै हो मेरो चाहिँ प्युटार बजार चाहिँ यही प्युटार बजार ल साथीहरू अब हामी घर गएको भिडियो बनाउन सक्यो भने भिडियो बनाउने प्लानिङमा छु गाडी पनि पुरै तातेको अवस्था छ रन्न भएर ताते छ यसलाई फिलिङ लिएर हिँड्ने हो भनेको यहाँ टायरमा ढुङ्गा फुत्दै कसरी निकाल्ने होला अब यसलाई भन्ने सोचिरहेको छु है साथीहरू ल अब म चाहिँ टायरमा ढुङ्गा निकाल्ने कोसिस गर्छु